हेलो भ्युअर्स, नमस्ते। यो अर्को भिडियोमा तपाईहरुलाई स्वागत छ। आज यो भिडियोमा म तपाईहरुलाई बताउँदै छु तपाईहरुको कोरोना भ्याक्सिनको जुन सर्टिफिकेट छ त्यसलाई क्यूआर कोडमा कसरी बदल्ने र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक वेबसाइटबाट क्यूआर कोड युक्त भ्याक्सिन प्रमाणपत्र कसरी बनाउने त्यो विषयमा हामी बनाउँदै छौं। र सबैभन्दा पहिले तपाईले दिएको वेबसाइट लिंकमा क्लिक गर्नुहोला। त्यसपछि यो फर्म खुल्ने छ। त्यसमा नेपाली र इंग्लिश दुवै भाषा तपाईले चुज गरेर आफूलाई उपयुक्त लाग्ने भाषा चुज गरेर सम्पूर्ण व्यक्तिगत विवरणहरू यसैगरी भर्दै जानुहोस्। तपाईले आफ्नो प्रदेश, जिल्ला, पालिका, गाउँपालिका या नगरपालिका, आफ्नो वडा र टोलको नाम, दुरुस्त तपाईको आधिकारिक डकुमेन्टमा जे छ त्यो अनुसारले भर्नुपर्ने हुन्छ। त्यसपछि तपाई यदि विदेश जान चाहदै हुनुहुन्छ भने तपाईले पासपोर्ट आधिकारिक डकुमेन्टको रूपमा चुज गर्न सक्नुहुन्छ। पासपोर्ट नम्बर राख्नुहोस्। कहाँबाट जारी भएको यो अटोमेटिक आफै आउँछ। त्यसपछि कुन मितिमा जारी भएको त्यसलाई सही चुज गर्नुहोस्। विक्रम सम्वत या त ईस्वी सनमा चुज गरेर सबै विवरणहरू दुरुस्त राख्नुहोला। त्यसपछि तपाईले आफ्नो व्यवसाय के छ त्यसलाई सिलेक्ट गर्न सक्नुहुनेछ। तपाई के व्यवसाय गरिरहनु भएको छ अहिले। अन्य विवरणमा तपाईले आफ्नो जाति चुज गर्न सक्नुहुनेछ दिएको ड्रप डाउन लिस्टबाट। त्यसैगरी बाँकी विवरणहरू पनि आफ्नो व्यक्तिगत विवरण अनुसार भर्दै जानु होला। तपाईलाई कुनै स्वास्थ्य समस्या छ भने त्यहाँ उल्लेख गर्नुहोला, छैन भने छैनमा क्लिक गर्नुहोला। अब यहाँनेरि तपाईहरुले पहिलो डोज जुन लिनुभएको थियो भ्याक्सिन त्यो कम्पनीको नाम चुज गर्नुहोला। मैले यहाँ एस्ट्राजेनेका चुज गरेको छु। त्यसपछि तपाईको खोप कार्डमा भएको त्यसको ब्याच नम्बर जे छ दुरुस्त टाइप गर्नुहोला। यो एक्जाम्पलको लागि मैले तपाईहरुलाई कुनै एउटा नम्बर र लेटरहरु टाइप गरेको छु र नेपाली मितिमा तपाईहरुले कुन दिन पहिलो डोज लगाउनु भएको थियो त्यो चुज गर्नुहोस्। त्यसपछि तपाईले कुन स्वास्थ्य चौकी, हस्पिटल, कहाँको पालिकामा, कुन प्रदेशमा लगाउनु भएको थियो त्यो चुज गर्नुहोला। यसैगरी दोस्रो डोजमा पनि तपाईले नेपाल भन्दा बाहिर लगाउनु भएको छ छैन त्यो चुज गरेपछि दोस्रो डोजको विवरण भर्नुहोला। कुन कम्पनी, मैले यहाँ एस्ट्राजेनेका नै चुज गरेको छु र त्यसको ब्याच नम्बर दोस्रो डोजको र दोस्रो डोज कुन मितिमा लगाइएको थियो त्यो पनि नेपाली मिति अनुसार उल्लेख गर्नुहोला। नेपाली मिति अनुसार उल्लेख गर्नु भइसकेपछि फेरि पनि कुन स्वास्थ्य चौकी, अस्पतालमा तपाईले दोस्रो डोज लगाउनु भएको थियो त्यो पनि चुज गर्नुहोला। दोस्रो डोज पश्चात तपाईले एडिशनल डोज, अतिरिक्त डोज लगाउनु भएको छ भने त्यो पनि चुज गर्नुहोला। त्यो फाइजर पनि हुन सक्छ, जुनै पनि हुन सक्छ। मैले यहाँ फाइजर चुज गरेर त्यसको ब्याच नम्बर जुन तपाईको खोप कार्डमा हुन्छ एक्ज्याक्टली त्यही नै तपाईले इन्ट्री गर्नुपर्ने हुन्छ र फेरि पनि तेस्रो डोज लगाएको मिति चुज गर्नुहोला। नेपाली मिति अनुसार जुन तपाईको खोप कार्डमा उल्लेख गरिएको हुन्छ। यहाँ पनि तपाईले कुन प्रदेशमा, कुन जिल्लामा र कुन स्वास्थ्य चौकीमा, कुन पालिका अन्तर्गत लगाउनु भएको छ त्यो चुज गर्नुहोला। अतिरिक्त दोस्रो डोज लगाउनु भएको छ छैन, छ भने त्यही अनुसारले विवरण भर्नुहोला, छैन भने त्यतिकै खाली छोड्नुहोला। महत्त्वपूर्ण कागजात, यदि तपाईले पासवर्ड चुज गर्नुभएको छ भने आफ्नो पासवर्डको पहिलो र दोस्रो ठेगाना र नाम विवरण देखिने तपाईको पेज एकदमै क्लियर रूपमा स्क्यान गरेको फोटो एट्याच गर्नुपर्ने हुन्छ र 250 KB सम्मको फाइल एक्सेप्ट गर्दछ। त्यसैगरी खोप कार्डको पहिलो पेज जहाँनेरि तपाईको पहिलो, दोस्रो, तेस्रो डोजको बारेमा र ब्याच नम्बर र मिति लेखिएको हुन्छ त्यो बारेमा भएको पेज स्क्यान गरेर अपलोड गर्नुहोला। त्यसैगरी आफ्नो पासपोर्ट साइज फोटो पनि अपलोड गर्नुहोला। यति भएपछि तपाईले आफ्नो विवरण एकबार जाँच गरेर पेस्ट गर्नुहोस् मा क्लिक गर्नुहोस्। तत्पश्चात तपाईले
यो पेज देख्नुहुनेछ जसमा तपाईको विवरण रजिस्टर्ड भएर एउटा रजिस्ट्रेसन नम्बर प्राप्त गर्नुहुन्छ र यो नम्बर लिएर तपाईले नजिकैको आफ्नो स्वास्थ्य चौकीमा गएर देखाउनु पर्ने हुन्छ भेरिफिकेसनको लागि। तपाईले भेरिफिकेसन गर्नु भएपछि यो वेबसाइट एड्रेसमा गएर तपाईले आफ्नो विवरण दर्ता नम्बर राखेर र जन्म मिति राखेर खोज्न पनि सक्नुहुन्छ, सर्च गर्न सक्नुहुन्छ र यो विवरण अप्रुभ छ भनेर देखिन्छ। साथै तपाईले आफ्नो नगरपालिका या पालिकाबाट प्रमाणित गरिसक्नु भए पछाडि चेक गर्न मिल्छ आफ्नो रेजिस्ट्रेसन नम्बर राखेर र प्रमाणीकरण भइसकेको छ, यो रिक्वेस्ट इज अप्रुभड भनेर देख्न सक्नुहुन्छ। र अन्त्यमा तपाईको रिक्वेस्ट अप्रुभ भइसकेपछि यो वेबसाइटमा गएर तपाईले आफ्नो कोभिडको सर्टिफिकेट विथ क्युआर प्राप्त गर्न सक्नुहुन्छ। मैले यहाँ गोपनीयताको कारणले विभिन्न इन्फर्मेसनहरू लुकाएको छु। हस्त, धन्यवाद।